सबैजनालाई नमस्ते। म विजय राई फेरि तपाईहरुको बीचमा एउटा नयाँ भिडियो जानकारीमूलक भिडियो लिएर आएको छु। अनि आज चाहिँ विशेष गरी तपाईहरुलाई म ड्यूबाट कसरी त्यो बाइकलाई जित्ने जुन ड्यूको यो बोतलमा हामीले देखाइरहेछ हैन, यहाँ देख्न सक्नुहुन्छ यामाहा भन्ने चाहिँ हैन, अनि राइड विथ थ्रिल भनेको छ, स्क्यान एन्ड गेट अ चान्स टु विन भनेको छ। यो बाइक चाहिँ कसरी जित्ने त त्यसको लागि चाहिँ पहिला हैन प्रोसेस हुन्छ, प्रक्रिया हुन्छ, त्यो कुरा चाहिँ तपाईहरुलाई बताउन चाहन्छु। यहाँनिर अनि के पनि भनेपछि यो क्यूआर कोडले स्क्यान गर्ने र त्यसपछि एउटा युनिक कोड हुन्छ क्या, त्यो युनिक कोड चाहिँ कहाँ छ त्यो पनि एउटा मेन कुरा हो। यो कतिलाई हैन थाहा पनि छैन होला। युनिक कोड चाहिँ यो लेबल अथवा यो प्लास्टिकको पछाडी छ क्या गाइज, यहाँ म देखाउँदैछु तपाईहरुलाई। यसको पछाडी हुन्छ है, यसरी खोलेर यहाँनिर देख्न सक्नुहुन्छ 74682BQ5 हो यसको युनिक कोड चाहिँ। ल यसलाई चाहिँ फेरि सुरक्षित राख्नुपर्छ, यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ भने जति यदि हामीले भोलि पर्सि बाइक जित्यो भने चाहिँ हामीलाई यो पनि चाहिने भएको छ क्या, यो लेबल हैन, यो प्लास्टिकको खोल भनौँ न। अनि अब के गर्ने भनेर म तपाईहरुलाई फर्दर उयो देखाउने छु। जस्तो कि यो युनिक कोडलाई चाहिँ हामीले डाइरेक्ट एसएमएस पनि यो नम्बरमा गर्न सकिन्छ, +977970501100 मा हैन, त्यो चाहिँ गर्न सकिन्छ। अर्को भनेको चाहिँ डाइरेक्ट क्यूआर कोडलाई स्क्यान गरेर पनि एउटा लिंक आउँछ, त्यो लिंकमा क्लिक गरेर यो नम्बरलाई हामीले हालेर पनि गर्न सकिन्छ। थ्यांक यू गाइज, मसँग रहँदै गर्नु होला। म अब चाहिँ कसरी चाहिँ स्क्यान गर्ने र यो कोडलाई हामीले त्यहाँ हाल्ने र हाम्रो चाहिँ के त लकी ड्रमा हाम्रो नाम चाहिँ के हुन्छ त सेभ हुन्छ भन्ने तपाईहरुलाई म देखाउन जाँदै छु। स्टे ट्युन। साथीहरु, म तपाईहरुलाई अब क्यूआर कोड स्क्यानर कसरी डाउनलोड गर्ने म 0 लेभलदेखि सिकाउने छु है। अनि कसरी यो ड्यूमा भएको क्यूआर कोडले स्क्यान गर्ने र ड्यूको लेबल यो हैन प्लास्टिकको पछाडी भएको कोडलाई कसरी हाल्ने र यामाहा बाइकलाई जित्ने भनेर सिकाउँछु। सो स्टे ट्युन। अनि साथीहरु प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् अनि यो भिडियोलाई शेयर गरिदिनुहोस् र तपाईको आफ्नो अमूल्य कमेन्ट यो भिडियोमा राखिदिनु होला। र यदि तपाईले यो भिडियो मन पर्यो र लाइक गर्न चाहनुहुन्छ भने लाइक गरिदिनु होला, र लाइक गर्न मन छैन भने प्लिज नगर्दिनु होला, लाइक गर्न मन लाग्यो भने मात्रै गरिदिनु होला। वेल ढिलो नगरिकन साथीहरु, म अब तपाईहरुलाई प्ले स्टोरमा लगेर क्यूआर कोड कसरी डाउनलोड गर्ने भनेर देखाउँछु। पहिला प्ले स्टोरमा जाने, त्यसपछि तल सर्च हैन, सर्च आइकनमा थिचेर यहाँनिर क्यूआर कोड सरी यहाँ के त क्यूआर कोड स्क्यानर हैन, स्क्यानर भनेर टाइप गरेपछि आइहाल्छ। अब यसमा के गर्ने, यहाँ तलतिर पनि हुन्छ, यसमा गएर सर्च गरिदिएपछि क्यूआर स्क्यानरहरु टन्नै आउँछ है। म यो क्यूआर हैन बारकोड स्क्यानर डाउनलोड गर्छु, किनभने यो चाहिँ धेरै जनाले डाउनलोड गरेको छ, लगभग 500 मिलियन्सले हैन। सो मैले यो डाउनलोड गर्दैछु, अलिकति टाइम लाग्छ साथीहरु, नेट स्लो छ, 11% भइराछ। अनि साथीहरु यस्तै भिडियोहरु म यो मेरो युट्युब च्यानलमा राख्ने गर्छु। अर्को मेरो BIJYBJ अनि स्पेस टी अनि राई भन्ने युट्युब च्यानल छ, त्यसमा चाहिँ म भ्लगहरु बनाउँछु, त्यसलाई पनि सब्स्क्राइब गरिदिनु होला साथीहरु, त्यो च्यानललाई पनि भिजिट गरिदिनु होला है। र साथीहरु अब इन्स्टल भइसक्नु लागेको छ यो क्यूआर कोड स्क्यानर। त्यसपछि कसरी गर्ने भनेर म तपाईहरुलाई सिकाइहाल्ने छु। यो स्किममा आएको छ हैन, एउटा ड्यू माउन्टेन ड्यूमा हामी धेरै ड्यू खाने गर्छौं। अब ड्यू खाएको हैन पैसा वसुल्ने समय आएको छ के बाइक जितेर हो के। ल साथीहरु भइसकेको छ, यहाँ हेर्नुस् त आइसक्यो क्यूआर एन्ड बार भन्ने छ, यो चाहिँ नि यस्तो तपाईहरुको पनि आउँछ। यो एप्सलाई हामीले क्लिक गरेर ओपन गर्ने छौं है त। ओपन गरेपछि म तपाईहरुले अलो गरिदिनुस् है, एप्समा क्लिक गर्ने छौं। त्यसपछि हामी सिधै यो क्यूआर कोड निर तल जाने छौं है त। यसरी क्यूआर कोड हैन यसले उ गर्छ। त्यसपछि यस्तो तपाईले देख्नुहुन्छ नि, यो युआरएल दिएको हो के हैन, यहाँनिर तपाईले क्लिक गरिदिनुस् ल, यहाँनिर क्लिक गरिदिने आफै आउँछ। त्यसपछि
हेर्नुहोस् त यस्तो आउँछ हेर्नु त है राइड विथ थ्रिल स्क्यान यो होइन मास्तिर दिएको छ फिल अफ द फर्म एन्ड गेट अ चान्स टु विन बाइक फ्रम यामाहाको बाइक जित्न सक्ने अवसर है त्यस कारणले यहाँ आफ्नो नाम लेखिदिनुहोस् है ल BIJAYBJ म लेखिदिन्छु RAI राई मेरो त्यसपछि यहाँनिर आफ्नो फोन नम्बर होइन फोन नम्बर सर लेखिदिनु होला राखिदिनु होला त्यसपछि इमेल एड्रेस पनि आफ्नो यहाँ राखिदिनु होला इमेल एड्रेस है इमेल एड्रेस यदि बनाउन आउँदैन भने त्यो पनि म तपाईँहरूलाई बनाउन सिकाउने एउटा भिडियो बनाउँछु यहाँ मैले त बनाइसकेको छु यहाँ डाइरेक्ट क्लिक गरेपछि भइहाल्छ है BJRai@ छ त्यसपछि अब युनिक कोड छ नि सेलेक्ट डिस्ट्रिक्टमा पहिला यहाँनिर के गर्ने भने तपाईँको कुन ठाउँ हो मेरो चाहिँ खोटाङ है खोटाङमा मैले क्लिक गरेँ हैन युनिक कोड अब युनिक कोडको अघिको जुन हाम्रो छ नि युनिक कोड हैन त्यो अघि हामीले भेटेका छौं त्यो जस्तो अघि थियो तपाईलाई मैले देखाएको छु 7 स्पेस छ त्यसपछि 4 छ 6 छ 8 छ त्यसपछि 2 छ त्यसपछि B छ हैन त्यसपछि के छ भने Q छ त्यसपछि 5 छ है स्मल लेटर क्यापिटल लेटर के छ त्यो लेख्नुहोस् है B क्यापिटल छ भने के B नै अनि Q क्यापिटल लेटर छ Q नै क्यापिटल लेटर है आई एम नट रोबोट हैन Q त्यो लेभलको पछाडी कोड रहेको चाहिँ हो है मैले अघि देखाएको थिएँ नि त्यो पेप्सीको खोलको बाहिर त्यो प्लास्टिकबाट खोलेर लास्टमा देखाएको त्यो है त्यो यहाँ हाल्ने यही चाहिँ धेरै साथीहरुलाई थाहा छैन कहाँ छ कुन अनि आई एम नट अ रोबोटमा क्लिक गर्ने है त्यो भइसक्यो कहिले काहीँ क्याप्चा दिन्छखेरि चाहिँ यहाँ जे दिएको छ त्यो गर्ने है त्यो आउँदैन भने त्यो त्यसमा सम्बन्धी पनि म भिडियो लेख्छु तपाईहरुलाई गाह्रो भयो भने भन्न सक्नुहुन्छ है यसो गरेपछि आई एम नट अ रोबोटमा कहिले काहीँ क्लिक गर्दाखेरि चाहिँ त्यो क्याप्चा दिन्छ के भन्छ त्यो गर्नुपर्छ है सबमिटमा त्यसपछि लास्टमा क्लिक गर्ने अब सबमिटमा क्लिक गरेपछि भयो साथीहरु हेर्नुस् त साथीहरु द सिलेक्टेड कोड इज इनभ्यालिड प्लिज फिल यहाँ त के मिलेन कोड मिलेन है साथीहरु कोड नमिल्दा त्यस्तो हुन्छ है ल यहाँनिर फेरि BJRai त्यसका बाजे यो हाल्दिन्छु खोटाङ युनिक कोड कसरी मिलेन कि मैले यो हालिसकेको त 74682 BQ5 भने यहाँ यो साथीहरु यसरी चाहिँ गर्ने है त भयो अहिले हेर्नु त Thank you for participating. Please keep your Mountain Dew label safe with you. Stay tuned for the winner announcement. Good luck हुनेछ यो हैन यो प्लास्टिकको खोल छ नि ड्यू माउन्टेन ड्यू लेखेको यो चाहिँ सुरक्षित राख्नु पर्यो के यो कोड भएको हामीले जित्यो भने यो लगेर जानु पर्ने रहेछ है कोड मैले चाहिँ त्यो 7 पछाडी स्पेस लागेको थिए त्यो स्पेस हैन रहेछ त्यो स्पेस हटाएपछि चाहिँ मिल्यो है साथीहरु तपाईहरुलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक गरिदिनु होला अनि साथीहरु अरु साथीहरुलाई पनि शेयर गरिदिनु है ताकि माउन्टेन ड्यू मात्रै खाने हैन तर ड्यू खाएर बाइक पनि जित्ने है ल थ्यांक यू यस्तै भिडियोहरु म फेरि ल्याउने छु स्टे ट्युन मेरो च्यानललाई भिजिट गर्दै गर्नु होला बाइ बाइ